नमस्ते। आज म तपाईहरुलाई इमेजमा कारणवश अथवा भुलवश मार्क एन्ट्री मिस्टेक भई विद्यार्थी अपग्रेड गरिसक्नु भएको छ भने त्यस्तो अवस्थामा अपग्रेड भइसकेको विद्यार्थीको मार्क एन्ट्री पुनः गर्न नसकिने हुन्छ। तर तपाईले यदि त्यस्ता विद्यार्थीलाई पुनः एडिट गरी अपग्रेड गर्न चाहनुहुन्छ भने आजको यो भिडियो हेर्न नभुल्नुहोला। सर्वप्रथम तपाईले आफ्नो विद्यालयको इमेज लगइन गर्नुहोस्। यसरी लगइन गरिसकेपछि जस्तै यदि भुलवश क्लास 9 को विद्यार्थी 10 मा गएको छ, मार्क एन्ट्री मिस्टेक भएको छ, मार्क एन्ट्री तपाईले सच्याउन खोज्नु भएको छ भने उक्त विद्यार्थी आईडी कोड कपी गरेर अन्डु अपग्रेडमा लैजानुहोस्। यसरी अपग्रेड गर्नको निम्ति यहाँ लोडमा क्लिक गरी उक्त विद्यार्थीको अन्डु अपग्रेड बटनमा क्लिक गरी प्रोसेस गर्नुहोस्। यति गरिसकेपछि तपाईले अब म्यानेज एक्जाममा गएर मार्क एन्ट्री क्लास 1 12 मा गई उक्त विद्यार्थीको क्लास छनौट गर्नुहोस्। यसरी उक्त विद्यार्थी छनौट भइसकेपछि कुन विषयको मार्क एन्ट्री मिस्टेक भएको हो उक्त विषय चुज गर्नुहोस्। अब जस्तै यहाँ उक्त विद्यार्थीको मार्क मिस्टेक भई क्लास 10 मा अपग्रेड भएको छ, तसर्थ यहाँ 3 मार्कको साटो 30 मार्क एन्ट्री भएको छ। यसलाई म सच्याउन गइरहेको छु। यसरी सचिसकेपछि यहाँ सेभ गर्नुहोस्। अब उक्त विद्यार्थीको मार्क एन्ट्री सचिसकेको छ। अब पुनः फेरि तपाई विद्यार्थी अपग्रेड जुन हामीले अन्डु गरिसकेका छौं, अब तपाईले अपग्रेड बटनमा जानुहोस्। कुन क्लास हो चुज गर्नुहोस्, जस्तै क्लास 9। अब यहाँ यो उक्त विद्यार्थी हामीले मार्क एन्ट्री एडिट गरिसकेर पुनः फेरि अपग्रेड सिस्टममा आइसकेको छ। उक्त विद्यार्थी मिस्टेकली पास भएको थियो, मार्क एन्ट्री गर्दाखेरि मिस्टेक भएको कारणले अब हामी उक्त विद्यार्थीलाई रिपिटेडमा सेभ गर्न गइरहेको छौं। सेभ बटनमा क्लिक गर्ने। यसरी सेभ सक्सेसफुली भनिसकेको छ। अब तपाईले उक्त विद्यार्थी लाई चाहिँ हेर्न लागि यहाँ उक्त विद्यार्थी अब यहाँ देखिने छैन। यसरी तपाईले मार्क एन्ट्रीमा मिस्टेकली नम्बर एन्ट्री गरी अपग्रेड गरिसकेको विद्यार्थीलाई पनि एडिट गरेर पुनः सच्याउन सकिन्छ।